मुक्तिसा यात्रामा मुक्तिनाथ भयो सबै भयो सबभन्दा राम्रो जिराफ चाहिँ सिनी गुम्बामा एकदम पुर्खादेखिको त्यो लामाको जिराफ हामीले पाउनु भयो आज नानाजुङ नानी थचे बगर सबको टोलीलाई अनि हाम्रो सम्प्रसाद लामा ज्यूले यहाँ चिया खानु भनेर 5000 दिनुभएछ हाम्रो आफ्नै हिमालयको है आप्पाको वाइन खै लुक निकल्ने ए लुक्न जाने हो क्या 16,000 सेटको आज हामी लो मन्थाङबाट आयो अनि आएर हामी आज माथामा बास बसियो ल साथीहरु है हामी चाहिँ यहाँ खाना खाएको अनि टक्क लाएर हेर्नुस् खाना कस्तो लाग्यो मिठै छ मिठो छ ठिकै छ ल दाइ ल दाइ धन्यवाद है धेरै धेरै धन्यवाद ल मजाले घुम्नुस् है मनाङ आयो भने फोन गर्नु न है ल ल है दिदी है ल राम्रोसँग जानु है तपाईहरु ल कहाँबाट आउनु भएको रे भनिदिनु त नाम्ची बजारबाट है यत्रो टाढा आउनु ल मनाङ पनि आउनुपर्छ है ल ल राम्रोसँग जानु है ल बाई साथीहरु खोला त यस्तो यहाँबाट हाल्नु त यहाँबाट यो अहिले हाल्ने गाडी आएको त्यहाँबाट खोला नि कस्तो बाउ लाग्यो त यहाँ टोपी लगायो भने जान्छ हो त्यहाँ झ्याप्प जान्छ है डेन्जर म ठुलो रे तर हैन कति धेरै टेन्सन बनायो त यार हो साथीहरु गाडी फसेछ टेन्सन यार यो कागबेनीको खोला है पहिला मेरो झोला हाराको खोला यही हो गाडी फसेछ यार साथीहरु गाह्रो भयो यो खोला त झन् बढ्दै आयो यार ढुङ्गै लिएर आछ यार कसरी तर्ने होला यार गाह्रो छ यार पानी पऱ्यो भने ढुङ्गा ढुकढुक ढुकढुक गरेर आछ त अनि
ओए छोयो नि यहाँ त त्यहाँ त गट्यो यार लाउरे सोल्दा त ब्याग जाम पहिला ब्याग यार आफ्नै गाडी आएपछि एकचोटि त पुग्नै पर्यो ल हिँड्दैछु अब के हुने हो थाहा छैन जमसुमे बजार 12 बजे हावै सरर ल आइपुग्यो सो दुम्बा ताल पनि कैची कहाँबाट बाटो माथिबाट रहेछ ल साथी हो दुम्बा ताल है ल साथीहरु यहाँबाट भ्यू चाहिँ हेर्नुस् है खतरै देख्दो रहेछ है दुम्बा तालबाट हेर्नुस् टक्क लाएर जमसुम हैन अनि जमसुम माथि ल साथी हो हामी दुम्बा ताल छिर्यो है त अब यहाँ के गर्नुपर्छ थाहा छैन ल छिर्यो ल हाम्रो टिमहरु चाहिँ यहाँ दुम्बा लेक हेर्नलाई जाँदैछ हाम्रो मनाङको ग्रीन लेक जस्तै रहेछ है मनाङको जस्तै रहेछ है दिदी माथि हाम्रो मनाङको जस्तै रहेछ के त्यो बन्छ नि हिजो यो ढुङ्गा खोलेर हालेछ के एकजना त्यो मान्छेले ए के यो त होइन होला भनेको त फेरि यिनीहरू सबै हालेछ के अनि माथिमा त्यो ग्रीन लेक जस्तो पो लागिरहेको सेम ग्रीन लेकै रहेछ यो त खै माछा नि छ ल साथीहरु यहाँ त माछा नि पाइँदो रहेछ है हा ल
ल है हाम्रो टिमहरु नि आइपुग्यो है अनि के हुने खाता पनि जाएन त्यहाँतिर पानीतिर टेकिराखेको सरर लाएर नबस्रे थिएन नबस्रे ल साथी टक्क लाएर हामी चाहिँ डुम्बा लेक आइपुग्यौँ डुम्बा लेक चाहिँ यस्तो रहेछ साथीहरू टक्क लाएर ल हाम्रो टिमहरू यहाँ डुम्बा लेक घुम्दैछ ल हेर्नुहोस् साथीहरू डुम्बा लेक डुम्बा लेक घुम्दैछ हाम्रो हजुर ल साथीहरू टक्क अब त्यही त हो नि आएर अब भिडियो सिडियो बनाउने फोटोसोटो खिच्ने त्यही त हो नि साथीहरू काम ल अब के गुम्बा रे अब यहाँ जानला र हामी छिनी होइन गुम्बाहरू सब अब सकेको जति सब भ्याएको छु साथीहरू कतिपय छुट्यो होला अहिले चाहिँ फेरि गुम्बा जान्छ 12 वर्षमा एकचोटि खोल्छ रे के नागको बरगली हेर्नुपर्ने रे अनि नागहरू कोही नभए हाँस्नु पसेन आज चाहिँ दर्शन गरेर जाने भनेर है बारी छ चिनी गुम्बा हो अस्ति आउने भनेको है बिहान आज आउन पायो अस्ति के छ भन्ने यही होला नि पाँचवटा कुसुमचरीमा गुरुमुखको गुम्बा चाहिँ अहिले हामी त्यो तालबाट उतैपट्टि छैन गुम्बा चाहिँ के हो सामान चाहिँ त्यहाँ हराउँछ भनेर आफूले चाहिँ उहाँ सब्जेर राष्ट्रिय देशमा नजानुभन्दा अगाडि नै उहाँले चाहिँ एउटा भविष्य सम्बन्धी निम्ति होला चाहिँ उहाँ चेपेटमा चाहिँ विसर्जन आउनु 5 रुपियाँ बहुमूल्य चिजहरू सोचेको पनि थिएन यार आजलाई भेट्छ भनेर यार मैले त साँच्चै हो पहिला साथीको पुरानो सबै दाइहरू पनि भेट्यो है हामी अहिले यहाँ गुम्बा घुम्नु पर्यो अनि अस्ति छेउछाउमा हिँड्नु पर्यो हिजो घुमायो आज हिसाब पनि हो कि आजमा हिँड्यो अब भोलि यो मान्छेको फेरि पहिला जमानामा हामी सँगै हिँड्थ्यो दाइहरू अझै पनि ठिकै छ ल दिदीलाई दिनु दिदीलाई ल हामी सबैजनालाई अब चिया खानु भनेर दिनुपर्छ धेरै धेरै धन्यवाद है ल थ्याङ्क यू दाइ ल धेरै धेरै धन्यवाद है दाइ ल
उठेर हामी सबै उठेर त्यो देऊ भन्नु आमै ल के गरेर पाप लाग्छ नि ल होर्छे धन्यवाद ल हस् ल हस् धन्यवाद ल जाउँ है यहाँ पनि एकचोटि सुनाइदेऊ न हल्लासो नानी थचे बगाड साहबको टोलीलाई अनि हाम्रो सम्पर्क लामा ज्यूले यहाँ चिया खानु भनेर 5000 दिनुभएछ धेरै धेरै धन्यवाद हाम्रो मुक्तिसा यात्रामा मुक्तिनाथ भयो सबै भयो सबभन्दा राम्रो जिराफ चाहिँ सिनी गुम्बामा एकदम पुर्खादेखिको त्यो लामाको जिराफ हामीले पाउनु भयो आज एकदम नानी पुस्ताको एकदम गुड यो चाहिँ घुम्ने ठाउँमा अहिले त यो त्यस्तो जिराफ त अहिलेसम्म भेटेकै छैन राम्रो गुड अब यो नयाँ पनि ठुलो पुरानो पालो छ त्यो बनाइरह्यो ल गुम्बा सम्बा घुमियो ल बाई 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 बाबु मिठो छ मिठो छ साथीहरू यो चाहिँ एयरपोर्ट हेर्नुहोस् है जङ्सनको एयरपोर्ट जङ्सन बजार त्यो चाहिँ ठ्याक्कै हात्तीको अर्को छ क्या त्यो सेतो देखेको कान त्यो उताबाट नि त्यस्तै छ अरे अनि टाउको चाहिँ यता गुम्बा चाहिँ ठ्याक्कै त्यो माथि छ अरे क्या पुरानो गुम्बा चाहिँ टाउको है सेम है हात्ती हो सेम अरे त्यो हात्तीको आकार छ होइन त्यो माथि ठ्याक्कै गुम्बा पनि छ ठ्याक्कै त्यसको मुनि चाहिँ ठ्याक्कै दुम्बा लेख पनि त्यही छ है साथीहरू मार्फा गाउँ आइपुग्यो आज हाम्रो बास मार्फा गाउँ मार्फा गाउँमा हेर्दा राम्रो मार्फा गाउँ ल साथीहरू भेटायो अनि यहीँ रहेछ त केटाहरू नि केटाहरू नि यहीँ रहेछ त हो ए ल हामी त खोज्दा नभेटेको ल टक्क लाएर आज मार्फामा आएर चाहिँ यहाँ ल हजुर यहीँ रहेछ ए भइहाल्यो त नत्र ल यहाँ हाम्रो सामान झर्दैछ हाम्रो रुम चाहिँ यहाँ हो ल ल है निस्क्यो टिमहरू ल ट्याक्क आज चाहिँ मार्फामा बास होटेलमा आज चाहिँ ल टक्क लाएर डाइनिङ है ओहो ल हेर मैले साथीहरू टक्क लाएर रुम पनि ल भवाल छ है यो पनि भवालै होला नि
हाम्रो चाहिँ यहाँ है ल च्याट्ट लाएर तिनजना गरौँ यहाँ चल्छ होला टक्काएर मार्फामा आएर यहाँ साथी यो खतरा रहेछ नि त फोन गरेछु त्यो भ्याना बनाएको के म त झेबिन बनाएको थिएँ नि मान्छे आउनु भएको छ क्या दोकानमा त्यही भएर त्यो मकल झेबिन खोज्नु भएको छ कि अनि त्यहाँ यो डालोको पनि रेट गरिदियो त्यो कपको उतापट्टि थियो नि माथिपट्टि उ भएको कि ढकनी भएको बनाएको यो चाहिँ सफा गरे नि सफा गर्न लागि 16,000 सेटको मार्फामा चाहिँ जुस एप्पल जुसहरू एप्पल वाइनहरू स्याउको सुक्ती लोकल दाल मार्फाको पानी पनि मेरो आफ्नै सोल्टीको सोल्टी राजाको अनि यो चाहिँ चिल्ली यो के हो बहिनी ए ल साथीहरू टिमुरको छोप पनि पाइँदो रहेछ है मार्फामा टक्क लाएर हेर्नुहोस् आफ्नै हिमालयको है ल आप्पाको वाइन आप्पा वाइन भन्ला भरे हाम्रो टिमहरू चाहिँ मार्फा गाउँ घुम्दैछ है सरर लाएर यस्तो खतरा देखेछ यार आम्मा ल साथी हो नाइटको मार्फाको भ्यू हेर्नुहोस् है साथीहरू मार्फा गाउँ घुम्दैछु अब दिउँसै घुम्ने भनेको अलिकति ढिलो भयो त्यही कारणले गर्दाखेरि यसो नाइटमा भए पनि नाइटमा हिँड्दैछु अब कस्तो छ बाहिरी भन्ने कुरो थाहा भएन भित्री चाहिँ यस्तो छ ल अब टिमहरूको ध्यान गरेर मैले बनाउँछु ल साथीहरू हेर्नु त हो जिरी गल्ली हो यो ल है साथीहरू एकचोटि त आउनै पर्छ कति आगो भन्ला होइन के गल्ली ए लुग्न जाने हो क्या ए यस्तो रहेछ र साथीहरू त्यही भएर नाम पनि लुग्ने गल्ली राखेर चाहिँ गुडी हामी कहाँ घुम्दै हो मार्फा
पुरै बलै बनाएर राख्नु है यो चाहिँ आगो लागि भइहाल्यो भने जेरी गर्नु बिर्सिनु खै बुद्ध गल्ली जय शम्भु बुद्ध गल्ली र साथीहरू अब खै कता हो कता अन्धकारै छ यहाँ तीनटा सिंहको भेडा तीनटा के हो चारवटा है हेर्नु अलि हेर्नु त्यो छेउछेउमा माथि चारवटा रहेछ है यो पनि चारवटै हो क्या घुम्दा घुम्दा बग लाएर यहाँ आएर ल टक्क लाएर ल खाइदिउँ चटपटे खाने हो चटपटे उयो छ चटपटे चटपटे हामी त्यो चारपटे बनाउने नानी चाहिँ त एउटै पसल हो यहाँ चाहिँ अब ड्रेस लगाउने ल ल ड्रेस लगाउनु पर्यो टक्क लाएर ल साथीहरू टक्क आएर यहाँ ड्रेस जस्तो ड्रेस पनि पाइन्छ है दिदी जस्तो नि थकाली र टिबेटन गुरुङ नि भन्छ गुरुङ थकाली कुन बाबा मार्फा गाउँमा आएर चाहिँ यसो हाम्रो टिबेटन ड्रेसमा चाहिँ यसो हल्का सेल्फी चल्दैछ यसो हल्का भिडियो साथी हो ल हामी चाहिँ अब टक्क लाएर अब यसो फोटोसोटो खिचियो ड्रेस लाइयो त्यसपछि चाहिँ हामी यहाँ फर्किँदैछु यहाँ छ है गाइजहरू साथी हो होइन अब आज हामी लोमथाङबाट आयो अनि यताउता घुम्दा होइन अब हामीले प्रायः सब ठाउँ घुम्यौँ अनि त्यसपछि हामी आएर हामी आज मार्फामा बास बसियो हामी टक्क लगाएर मार्फामा आएर टक्क ड्रेस लगाउनु पाउनु रहेछ ड्रेस लगाइयो भिडियो सिडियो बनाइयो फोटोसोटो खिचियो ल साथीहरू भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला ल साथीहरू अर्को भ्लगमा भेट्नेछु अर्को भिडियोमा है त ल सबैलाई गुड नाइट